Yes, this is AP here, taking a look at gold. Here is a police channel. We are waiting for breakout of this police channel here. This is AP here, taking a look at gold price. So here we can sell. Please add selling positions here. We can sell at this. So the drive person also. 걸었는데 미니면 이게 미래 산책이 꼴안 보여. Sort here. 어, 왜? 아니 뭐또 매력이네 근데 이게 또 This is AP here, taking a look at gold. You can take short positions here. That ठिक छ बिस्तारै भेटिहाल्छ दाइ चिन्ता नगर्नु न अहिले टाइम छ त गाडी एक हप्तामा त आइहाल्छ कहाँ जाने हामी त यता कहाँ जानु पर्यो थाहा छैन कहाँ जाने अब है
ग्ल्याडियसहरू भिडेर किनेकोले त्यो लिनु पैसा कुराकानीहरू गरेर भन्ने बित्तिकै त्यहाँ नजिकै मेरो घर पनि पर्छ भनेर नै त्यसरी कति खोजिसके पार्किङ मिल्दैन त म के गरौँ दाइ हो त्यही भने अब सोच्नु न हामीको सक्षम हो त सिनियरहरूलाई त कति अनरहरू घटपट्टिहरू किने हुन्छ नि त लिङ्क हुन्छ तिनीहरूको कता गुवाको आज तिनकै चिजेला सबै घर होइन छैन कटा किनभने त्यहीँबाट त त्योभन्दा अलि अगाडि त थियो यो ब्रेकर भन्दा एउटा भरेका त्यो भन्यो भयो होइन Hello, yes, this is AP taking a look at gold. Good afternoon, everyone. Dear friends, gold is here, perfect for selling here. already गर्छु न अनलाइनबाटै
हरियो लाइट हेर्दैन म त पिर्दिन्छु नि यस्तो यस्तो मास सुत्नेहरूलाई कसम भाइ भाइ एउटा केटीलाई नि 1.5 लाखभन्दा बढी खर्च गराएको छु क्या मैले भाइ एउटा केटीलाई चाहिँ अन्त त्यसले मलाई त्यो भएर चाहिँ त्यसरी भन्नु हुँदैन है एउटा केटीलाई मैले 1.5 लाखभन्दा बढी खर्च गरेँ त एक्सिडेन्टमा अनि त्यो केटीले मसँग बिहे गर भन्छ त्यो त्यसको बाउले मलाई पक्रिन लाग्यो अनि मेरो बाउ आयो काठमाडौँ अनि मेरो बाउले पुलिस बुझाइदियो त मान्छेलाई 3 दिन सुनाइदियो त्यो केटीको बाउलाई किन बिहे गर्छ मेरो छोरालाई एक्सिडेन्ट भयो अनि 1.5-2 लाख रुपियाँ लाग्यो क्या दाइ मलाई राम्ररी ध्यान छैन बुवाले थाहा छ अनि दाइ 2 महिना त्यो केटीसँगै दिनभरि बित्यो क्या अनि त्यो केटीलाई मन पर्यो बिहे गर भन्छ 2 महिनासँगै हरेक दिन त्यो केटीलाई भेट्न जानु पर्छ अनि म फेरि दाइ मनको सफा छु क्या दाइ हरेक दिन फलफुल लगिदिन्थ्यो मोमो लगिदिन्थ्यो के लगिदिन्थ्यो क्या दाइ अनि छुट्टी ठिक भयो तिमी मेरो घर फ्ल्याट पनि आयो 1.5 महिना अनि पछि गएर मलाई फेरि टाउको दुखिरहेको छ मसँग बिहे गर भन्छ त्यस्तो भाइ मेरो दाइ 1 हप्ता 1 महिना कन्टिन्यू मलाई याद पनि छैन 1 महिना त कन्टिन्यू हामी रिलेसनमै बस्यो भनौँ न दाइ अनि जब बिहे गर भन्न लाग्यो नि मलाई चाहिँ डर लाग्यो क्या अब त भाइ बिहे गरेर अहिले फस्नु छैन बेस त्यस्तै अब उठिनु न
हजुर दादा माथि हो Yes, this is AP back here selling swords. Swords are pretty good here. Sell over this sell 72 selling zone. This is selling zone right here. Then we'll get to say big sale. All my break now. I'm expecting for a big sell here. These are lower highs. Sell. Need to prove this level. Hello, yes, this is AP. AP back here taking a look at gold price. Obviously, we have set some selling positions here around 72 area level. 72 to 74 is selling zone. 72 to 74 is selling zone right here.
Here we see long berries, sort the market in every house you get. ए हस् काट दाइ हाक्नु न हजुर हागौँ यार कतै यो अरू फेल भइरहेछ हुन्छ हुन्छ दाइ दाइ तर तर 2-3 दिन अरू लाग्ला नि यो फ्ल्याटबाट है यसो रियलिस्टिक तरिकाले सोच्दाखेरि लाग्छ नि भाइ पाएकै छैन भाइ पाउनु पऱ्यो नि पहिला पाउनु पऱ्यो breakdown of this channel here is breakdown of this channel बाटो जानु
अगाडि पार्क गर्छु Yes, this is AP here, taking a look at gold price here, successfully having trials. Oh wow, lots of profit here, running with green positions, running profit. Channel is break queries here. Thank you, Dai. Here we're having some positive response to sales. Market is going trial on sale. Trial to sale. Sell move here. We tested here. Drop down to here. From here to here. Drop down. कतिसम्म रेमिन्यू यसले रियल लाइफ एभरेज लिमिट चाहिँ कति 20 This is certain companies which is organic person the actual brains चाहिँ यहाँ पाउनु कमै हुन्छ बाकी डिफरेन्स भन्दा नेटले किलोमिटर किन्नु त हुँदैन त्यस्तो हुँदैन फरक भयो 10-20 हो किनभने अलिकति चाहिँ तपाईँको ड्राइभिङ प्याटर्नले पनि फरक पार्छ चलाउने तरिकाले पनि फरक पर्छ बाटो कस्तोमा कुदाउनुहुन्छ त्यसमा तलपट्टिको लाग्यो ए अरु कुन कुन छ यो सिमिलरमा यसलाई कति हो सिलेक्सन 48 लाख 4899 ला यो त हेभी देखियो नि अलि यो चाहिँ हेभी देखियो नि म पनि यही लिनु पर्ला जस्तो छ क्या समथिङ पनि अस्ति तपाईँको डिसेम्बर लास्टसम्म थियो होइन अब हजुरले इन्डियन बुकिङ गर्छु भने चाहिँ मैले तान्न सक्छु क्या अब अस्ति एकजना मेरो कस्टमरको बुकिङ क्यान्सल अर्को महिना कमाउनु हुन्छ तपाईँहरूको स्किम चाहिँ होइन मैले सकभर चाहिँ अब हुन नि सक्ला नहुन नि सक्ला होइन त्यो जुन 3 चाहिँ रहला तपाईँलाई 50,000 चाहिँ उनको हाम्रो आफ्नो सिममा दिइराख्नु कलर चाहिँ ग्रेमा लिनु भयो चाहिँ राम्रो हुन्थ्यो
यो विक अगाडि ठ्याक्कै सक्यो एउटा ल्याएर हामीले होम गर्नु राखिदिउँ अनि त्यो दिन लगाउनु भयो एकजना कस्टमरले यो पनि धेरै पिस छैन सर अब 2025 सक्ने आँटेको छ अब यो आउँदैन नि अब सबै 26 को मोडेलमा के छ कुनै अब इलेक्सनमा 26 पढ्ने चाहिँ हुन्छ के तपाईँको नयाँ मोडल आउँदाखेरि जहिले पनि तपाईँको प्राइस बढेर आइरहेको छ अब त्यो त अब त्यो हुन्छ हुँदैन त्यो त प्रोबाबिलिटीमा 26 को मोडेलमा के चेन्जेसहरु हुन्छ त्यो चाहिँ अहिलेसम्म हामीलाई फ्ल्यास गरिएको होइन त्यो चाहिँ लन्च भएपछि नै थाहा हुन्छ मेरै घरमा यो बेला यस्तो तपाईँलाई 8 इयर्ससम्म मैले त्यो हजको चार्जर कार्ड त्यो चाहिँ त्यो भन्दा तपाईँको भेटमा इलेक्ट्रिक पनि के वाला त्यो भन्दा तपाईँको भेट तपाईँको 27.5 सक्यो एक्सेसरिज सबै लगभग सबै कभर हुन्छ त्यो भाइ सबै होइन त्यो त एक्स्ट्रामा पर्छ कम्पनीले चाहिँ आफ्नो कति आवश्यक त्यति डिफ्रेन्स छैन अगाडिको सेम फंक्सन हो सेटहरु एकै छ यसको मोडल छ अनि मोटर चाहिँ कति मोटर 48 किलोवाट ब्याट्री चाहिँ 24 ब्याट्री अनि यसमा ब्याट्री चाहिँ हैन अनि बढाएर चाहिँ भाइ यो त खत्रै मोडिफिकेसनको कुरा गर्नुभयो क्या हजुरले कम्पनीले बढायो पछि गरौला नि दाइ त्यो पनि ल कम्पनीबाट हैन 26 मोडलमा आके यसको रेन्ज बढाएर आएको होइन अनि हामी चेन्ज गर्न मिल्यो कि मिल्दैन स्योर त्यस्तो गर्ने भए त सबै अब 21-22 को मोडलहरूले पनि अब अहिलेको 54 पैसाको ट्रान्जेक्सनै गर्न resistance retesting this slow. Here we got really profitable shorts position after retesting this previous low. It is going pretty well. Here's a little of consolidation here. Consolidation at minor resistance could lead to breaking down.
There is a quite of consolidation here. It is going to break down below. We're testing the key level 550 here. There we see lows moved by market, and then here is a really bullish run. Price is on trial at bullish channel and a breakout over here. We sold a lot here. Selling zone is 72 to 75 is selling zone here. 72 to 75 for 92. Better entries for short. We can short market here till it hit 4000. Oh, sorry. We can short market here till it hit 4400. Yes, 4400. Right. What's enough? Yes, this is AP here taking a look at gold. Uh, the, the consolidation has ended up with breaking down below. Gold has just broke down below, and now it will be retesting 5450 key level. Gold is going to retest 4450 key level soon. Yes, here is the closing of candle below consolidation zone. Here we see closing of candle below consolidation zone here. Now it is going to hit 50 soon. 4450 key level area is going to be tested again. It's going to retest 4450 key level soon. Without
दादा यसको रेन्ज कति हो 325 को एउटा राम्रो Yes, gold is here on trial. Gold is at slot run here. Gold is so bearish here, full bearish. अब कहाँ जाने र रुम फाइन्डरमा जाने फेरि भाइ एकछिन है 3 बजे भाइ 4 4:30 बजीसम्म सकिन्छ र खासै I like that shit, that too.
आफ्नो छ दाइ हिजो हाँक्या भए म त पार भइहाल्थ्यो दाइ हिजो मैले हिजो खासै त्यस्तो भएन कता जाने दाइ कताको रुम फाइन्डर हो यताबाट हो नि भाइ खाना नि खाएको छैन कुनै है भाइ हो त
साला जनकपुरको खुच्चेहरू थियो नि त्यो त्यहाँनिर बिहानै त्यो चारवटा ए मैले हेरेको छु नि एउटा हेरेको छु नि मैले यहाँ तल यही छ तल Oh shit, I didn't see that hole. That's अलिकति अघि 150 meters more. ए होइन होइन 300 मिटर अघि तिहारमा नि कति समयमा त कहीँ म पनि यही गाडी लिइहाल्छु कि क्या हो मलाई दाम बडा राम्रो लाग्यो यार ए बाटोको नक्सै चेन्ज गरिदिएको छ त्यही भएर त बिर्स्या हो स्योर स्योर Yes, this is AP taking a look at gold. म यहाँ बसेँ है Yes, this is AP.
त अब यसो दादा भोक लागेपछि खाँदै जाऊँ न भोक लागिरहेको छ ल ल हो सबसे बेस्ट होइन है किन बाहिर पैसा खर्च गर्नु भाइ ह्याप्पी Yes, this is AP taking a look at gold. Our selling positions are going really, really amazing. Yeah, baby. Risk testing here again. Lots of money here. Oh, wow. Amazing. Just retested here. So, right now, here, change in the scenario is gold going sideways here. Waiting for breaking down below. ए एकै सेकेन्ड हस् दाइ के गरे दाइ यहाँ लेखिदिनु परेन दाइहरूले कसरी थाहा पाउँछ के भइरहेछ एक मिनटभन्दा बढी लाग्दैन दाइ एउटा स्टुडेन्ट बोलेको छु दाइ भयो जाउँ न जाँदा नि हुन्छ आइसक्यो त पसल ए हस् हस् ओके अनि इन्डिकेटरै बल्या छैन उसको कहाँ जानु त ठेकानै छैन होइन यसो कहिले काहीँ दिनु पर्दो रहेछ क्या मान्छेको मान्छे जस्तो छ त्यस्तै भइदिनु पर्ने रहेछ म खाली हुँदा मात्र कुदाइदिन्छु क्या दाइ आरती भएको आज राइड हेराउन मन थियो हजुरलाई मलाई कसम दाइ ब्रेकै हाल्दिनँ नि तर केही पनि हुन दिदिनँ ब्रेकै हाल्दिनँ दाइ हो होइन होइन तर खाली बाटोमा मात्र नि
क्यामल चोट खाऊँ न एउटा खै पेटी नै छ पेटी नै छ म अनबक्सिङ गरिदिउँ दिजु अनबक्सिङ गरेकै छ त ल एकदमै ल आइस खाऊ एउटा तिमीलाई यो चाहिँ आइस लाइन गएर त्यहाँ मात्रै गाउँछु अन्त पनि मोटे दाइ कहाँ गयो सुरु पायो भन्दै थियो अहिलेसम्म तपाईँले आई गेस एराउन्ड 50 एक महिनामा 50-100 प्याकेट त त्यहाँ सेल भइसक्यो हुन्थ्यो त्यही मैले भने दुईटा पसल यसो एनालाइसिस गर्दाखेरि तिमीले एनालाइसिस गर्नु र मार्केटमा आफूले उठेर उनीहरूले किनेर बेच्नु फरक छ होइन सोचेको यस्तो किनभने म पनि बस्छु नि वाह थ्याङ्क यू दी म पनि बस्छु नि त पसलमा 3-4 घन्टा खतरा चल्छ नि त पसल दिन्छु आफूले बेच्नुमा पो फरक पर्दो रहेछ क्या भाइलाई मैले त्यहाँदेखि अन्त सेलेक्सन हेलो तर भयो अब पसलमै छु बत्ती छैन र हो त्यही भएर त वाइफाई चलाएको डाटै खर्च हुनुभयो चिया खाएको भोकै हरायो म खाजा खाने सोचिरहेको थिएँ चिया खाइदिन्छु भोकै हरायो एकछिन Yes, this is AP back here taking a look at gold price changes. The sideways rally still continues, and here is expecting for breakdown below at least $8 to $10. Please keep look at live price change. Breaking down below 60 will lead to direct hit to 4450 level. That's all for right now. We can expect this sideways breakdown below 60. Let's accept for long red candles around $8 to $10. Thank you. I'll be back right now after the breakdown.
भने जो सेफिकली भाइ गरेर नमिले यो क्लियर गरिदिनु भएको केही छैन होइन भएन भने क्लियर गरिदिनु बिस्तारै बिस्तारै मैले त्यो तिर्नु भयो नि तपाईँ मलाई त्यसो नदियो भने त्यसो क्लियर मिल्छ म क्लियर गरिदिन्छु अनि म यहाँ बस्छु नि ल अनि म त्यहाँबाट म ल्याएको छु त्यो पनि मैले दिन्छु क्या बुझिरहेस् अनि हाम्रो त एकाउन्टै खोलेको छैन एकाउन्ट 6 महिना भयो के गर्नै मिल्दैन अनि 6 महिनाको त 70 पुग्न अब यति दिदी यो ब्ल्याक वाला के हो पास वो बड़ा मिस होता मेरा कसरी हो मलाई भयो त अस्ति भने नराइ सकेर दिनु न मरमा फरक पर्छ Waiting for long raid. Beer is short. चिया खाएन लिन्छ खाएन पैसा लिन्छ म कति लकी छु अझ पनि वाम छ वामै त हो पानीमा पकाएन मैले हाल्नु 5 पेटीमा थियो के 5 बेटामा थियो के दिदी त्यो यहाँ लागि 5 बटामा हाल्नु पर्ने थियो एउटा कसैले के गर्यो भने न मलाई 100 रुपैयाँ घटाइदियो मैले लिन्न भनेको क्यालकुलेट छ घटाइदियो कोही हानेर यार हाल्नु कुरा हामी नि पैसा हाल्ने पैसा दिन्छ के दिन चाहिँदैन भाइहरुले खान्छ राखे स्पिरे ल्याएर नराखे भने त्यो पनि खाइदिन्छ अनि पैसा हाले किन्दैन के गर्ने भन्दा बरु रातो बेच्न पाइरहेको रातो बेच्न हाल्छ 4 पेटी रातो बेचिरहेको छु आफूमै काम गरेछु त बुझेर हुन्छ ठुल्ठुलो हुन्छ कि यिनीहरू करोडको कुरा गरेको छु यस्तो टिपर रहेछ क्या त्यो कम्पनी पनि तारण टाइपको हो नि त त्यो भन्नु त्यही कुरा गरेको क्या चिता नबुझेको कुरा गरे नि चिया खाने पनि पर्ने त हो नि मेरो नाममा जब 2 करोड होला सबै टोटल उधारो गऱ्यो भने
म 2 करोड तिरिहाल्छु तर मैले तिमी मलाई 3 करोड भनिरहेको छ 3 करोड किन तिमी मैले 2 करोडको मैले गरेकै छैन भन्दै थियो उधारो चोरी गरेको यो त धेरै ठुलो कुरो भयो दिदी अहिलेको समयमा 2 करोड कोही मान्छेले आफ्नो खुनलाई त दिँदैन आफ्नो ब्लडलाई आफ्नो भाइलाई त दिँदैन उनीहरूको स्यालेरी उनीहरूको त्यो भनेको त कम्पनीले उनीहरूलाई जिम्मा दिया हो कि उसले उधारो राख्यो भने त उसको जिम्मामा दिया हो कि ए त्यस्तो हुन्छ नि त यस्तो होइन चुर्कीको काम थियो हजुर पैसै नदिएर बसिरहेको रहेछ म त अहिले पो याद गर्दा है यहाँ पैसै नदिए कति पऱ्यो केरा खानुपर्छ दिन्छु मैले दादाको कस्तो राम्रो स्टोरी भिडियो बनाइदिएको छु Here we need to see that gold has some gold has two resistance here. Resistance over here will cause breakout down below 4460. Gold is going to break out soon. Aspect for higher bullish, high aspect of long red candles here. Long red decline, bearish short movement. Yes, come on man, hit it up 60. Hey princess, kiss up. Yeah. इन्टरनेटै छैन यसमा हटस्पट हजुरलाई यहाँ बहिनी सम्झेछ मोटी भाग गयो क्या हो आउँछ राख्यो आउँछ होला बसेर कहाँ केरा किन्नु केरा खाऊ बिहान बनाऊ सङ्गीता
Yeah, this could be. हेलो भोलि आउँछ नमस्कार त्यो जेसको सानो ठुलो कस्तो त्यो दुईटा सर्ट होइन पाउँदाको भन्नुहोस् के अरे पैसा भोलि ल्याइदेऊ त यहाँ मसँग भएन यो मिठो बोला रहेछ नि यो चाहिन्छ भुटे आएर त काँचो उनीहरूले टोकेर अघि मैले चुरोटको प्याकेटै लगाउन बिर्साएको थिएन अघि मैले चुरोटको प्याकेट लगाउन बिर्सायो त्यही हो म त उता हेर अफकोर्स हजुर भनेपछि त के गर्नु पर्यो लगाइदिनु पर्यो फ्ल्यास पनि गर्नु पर्ने चिसो बाहिरबाट म राखिदिन्छु म गरिदिन्छु ल ल्याउनु यस्तो गरेपछि हेर्नु मजाले क्लिन भइहाल्छ अनि राम्रो पनि लाग्यो हेर्दाखेरि राम्रो पनि हुन्छ पक्रिनु पर्दैन थियो म Right. Here we go. Here we can add some more salt. More salt. Kilo also here. We tested sideways resistance. Aspect
कोही बिहान त आएको थियो त्यहाँ आएर भयो म अरू त हस्पिटल गएर लाइन आयो तिमीले हेर न खान्छु भनेर लाइन आयो खाने भने अहिले एकछिन आउँछ होला नि जोखिलो अहिले आएपछि पो आउँछु यहाँ पनि त आउँछु त्यता पनि भन्नुहोस् त्यो आवाज आइरहेको क्या चलै जानु यहाँ मात्रै लाग्छु नानी हाम्रो चाहिँ कारखानामा त्यो के मामा हुन्छ मामा हुन्छ नि त्यो के राख्नु त्यही गरम टरमा क्या खालि होइन टरको खालि सामान घरहरू Rise in sideways here. Previously, I mentioned a rise sideways, and right now here is a change in scenario that the sideways is having a rise in sideways, causing a triangular structure. Rise in sideways causing a triangular structure is quite interesting here. I swear rise in sideways is really interesting here, causing a triangular pattern over here, expecting to be breaking down below. Here we see some triangular structure. Yes, breakdown of triangular structure is confirming. Retest of 550. Breaking down below. Now we can see a long bearish short here. लाइटर छ है दादा यहाँ? Oh wow, finally initial TP hitted. $60 is hitted. Looking for breakdown below 4460. Looking for breakdown below 4460. This
Yes, this is AP here taking a look at gold price. Here recently we have here a triangular structure, and the triangular structure has got a broke down here. So it has already broke down below. This was the triangular structure formed inside a sideways market. This is quite interesting here. Should make a video about it also. The breaking down of sideways is really interesting by making a triangular structure. Now it broke 60 level also, going to retest 54450 soon. गिटार पनि आएको छ लाइटर छ Successfully retested 60 level but hasn't broke it. The triangular structure has been broke, so it will retest here and break 60 level again. Oh wow, direct fall down without retesting will be quite interesting if we gotta see here some bearish. Oh yes, right now here is some inside news. Change in the volume. We gotta get some big bearish fall down to retest 400, 4400. 4400 is the key. Let me mark here. For this sort in the market, for this change of price. हजुर हजुर हजुरलाई 100 रुपियाँ ए, हुन्छ हजुरकोमा छैन म राख्छु अहिले त मसँग अनलाइन टन्न पैसा छ नि दिदी छत्रै पैसा छ अहिले त लाख होइन 1000 चाहिँ छ मेरो लागि त्यो खतरा मेहनत भयो नि त त्यो बाइक सर्भिसिङ गराउन जान्छ भोलि मलाई बढी भएको छैन ठिक्क छ ठिक्क म अनलाइनमा पैसा राख्दिनँ क्या दिदी म क्यास मात्र बोक्ने मान्छेको अनलाइनमा चाहिँ आयो क्या हटस्पट खोलौँ भनेको कनेक्टै भएन मैले खोलिसकेँ हजुरलाई पनि चाहियो हटस्पट ल्याउनु राख्दिनँ ए हस् फोन गर्नु पर्यो बत्ती गयो त्यहाँ बत्ती गयो तर हाम्रो बत्ती आयो खान पाउनु भएन अरे 20 रुपियाँ सस्याएको सरसाउनु होइन अन्त भन्दा अलि 5 रुपियाँ बन्छ हजुर बवाल यम्मी डिलिसियस बनाउनुहुन्छ तपाईँको राइट बन्छ दिदी यसमा पो राख्नु छु हजुर नम्बर भन्छ कति 9811 9811 खुल्दैछ कुटी आयो क्या हो हजुरले ल्याएको थियो कसरी
श्यामको होइन मासु त मासुै हो क्या त्यो ड्राई गरेको मासु होइन एनपिसी को हो है 1 लिटरको प्यान्ट चाहिँ एनपिसी आज चाहिँ मैले खाएँ एनसी भन्छु नम्बर 98 डबल वान डबल होइन होइन मैले 89 छ सेम केले गरेछ त्यो सब डिलिट गरौँ क्या जाऊ त्यहाँ गएपछि यहाँ नम्बर गर्नु 98 भयो त्यही नम्बर हेलो हेलो हिजो त्यति त्यो थियो उसको मासु डन पेमेन्ट डन सक्सेसफुली डन ट्रान्जेक्सन ए त्यसो भए म कहाँ एटिएम गइराख्नु म अरू पैसा राख्नु पर्यो गोरु खाएको देश चाहिँ कहाँ पुगिसक्यो हामी चाहिँ पूजा गर्ने चाहिँ हामीले गोबर खान्छौँ गोबर र मुत यस्तै गर्न दिन्छौँ यति यति क्यास दिनु त फेरि राखिरहेको छु एटिएम जान जाऊ भयो अहिले त्यहाँ किल्लाले घोच्यो भने नि कहाँ कहाँ लुकेको छ होइन अहिले चाहिनेकै मान्छे मात्र गए पनि तिनीहरूको देशमा भर्दैन होला हेलो चाहिने भने माथि लाइन आएको छैन हालिहाल्छ नि अनि अन्त लाइन आइरहेको छ हाम्रोमा लाइन आएको छैन कि त्यही भएर सोधेको मैले त्यहाँ मन्दिरमा त्यत्रो भजन गइरहेछ त्यत्रो त्यहाँ मिसिन चलिरहेछ त्यही भएर के म त घरभित्रलाई फोन गर्नु पर्यो हाम्रोमा गएछ कि भनेर ल उतापट्टि घरमा जाउँछ त्यो Yes, successfully retested here. Can expect a fall down and retest to 4450. Still in sideways. Sideways will break down below. Can expect a bigger move here. Successfully retesting here. Successfully retesting at the D point here, D point of the triangle, retesting here, and it can bring some bearish shorts movement, bring some, you can still add here some more buy, oh sorry, some more sales, some more short positions can be opened here, really favorable for shorts now, till 50 key level. होइन नुहाको म त भात खानु केही खाँदैन के खानु Successfully retested here, can expect bearish fall down again here. Shorts can be placed at this point at nearby D session of triangle.
कतिवटा अङ्कल सूर्य लाइट कि रेड रेट अब अलिकति क्यास चाहियो अलिकति 20% गरेर धेरै मिलाउनु क्लिनमा हालिदिनु सकियो त पैसा ल दिदी म जान्छु नि जाडो जाडो भयो ज्याकेट अनि मेरो पेमेन्टहरू म दिने हैन यस दिदी त्यही त थियो मसँग एटिएम जाने मन छैन त्यति नै थियो पर्दैन क्या दुईटा मात्र दाना दिसो न हिजो लगे के हैन हिजो लगे मलाई थाहा छैन ल सानो सानो दुईटा वेट गर भात हाल आम्मा ल ल सही राख्नु ल 200 दिनु न त हाम्रो पनि होइन एक घन्टा भइसक्यो लाइन आएन म त हाम्रोमा गएर होला भनेको त अन्त पुरै आइरहेछ यत्रै अँध्यारो You can add more cell here at the D point of triangular, retesting its breakdown here. Successfully retested the breakdown here. Successfully retesting breakdown here. Can move down below to retest 4450 key level. Oh wow, thank you Didi. One अहिले दिन लाग्यो त्यो huh? अहिले दिन लाग्यो क्या ए के भयो त 50 रुपैयाँ त कटे 50 आउँछ आउँदैन म त कहिले जित्ने भने आम्मा ल ल दिन्छु हस् सक्दिनँ म पर्दैन दिदी म ह्याबिट्स पान खाँदै लान्छु बरु के त तिमीलाई मैले भन्दैछु त दाइले गर्दा मैले पुरै गरिदिइरहेको छु त्यसमा के I love अनि दाइलाई माग दाइसँग लिनु पर्ने थियो त उसको दादा ए सुतिराख्नु भएको छ ए दादा के रे ल होस् छोडिदिनु भोलि हामी कतै जाने हो र ए हुन्छ हुन्छ दादा हस् ल ल दा चुरोट लग्छु ए हुन्छ हुन्छ एउटा सिलिम अनि एउटा कुन्सो रेड लाइट अनि सिलिम चुरोट सूर्य तिनटै ए हस् Here we gotta see some upper spikes, no need to worry. Still looking for breakdown below. Yes, this is the great rejection here. Great awesome rejection over here. दाइ यो स्लिम वाला कतिवटा रेड दुईटा लाइट रेड दुईटा लाइट दुईटा रेड दुईटा म लाइट लिएर आइदिन्छु है त Now here we can expect long red candles from the resistance of sideways. Long red candle from the resistance of sideways here. Successfully retesting here. किन यसरी बोल्यो होला
त्यसले अहिले त्यो मैले पग्लिँदै जान्छ अहिले जानु पर्यो जाडो जाडो भएछ ज्याकेट लाएन यता गिलो चाहिँ यता साह्रो छ गिलो साह्रो टेबल मुढा सब त हाम्रो मिलाएर बस्ने जसलाई जहाँ कम्फर्टेबल खुसी मिल्छ पाइयो आउने बित्तिकै यहाँ यसरी बस्न कम मजा आउँथ्यो पहिला यहाँ त्यसको त हो। यहाँ हिँड्न कस्तो अप्ठ्यारो साम्रो भयो कि यहाँ छिर्छ यस यस्तो हुन्छ होइन त्यहाँबाट आए आए बस्यो होइन यस्तो अब झन्डै बनायो भने चाहिँ सोधेको किनेको भन्दा 10,000 वर्षले पनि कमाएर दिनमा के भयो कान्छामाले अनि त्यही भएर मैले मेन्टेन नगरेको क्या अनि चाहिँ 4-5 हजारमा किनेर ल्याएको छु फेरि त्यसलाई मेन्टेन गरेर के गर्नु उनीहरूले जानुहुन्थेन सुस्ती तपाईँहरू त पहिला यता त देख्नुहुन्थेन यो एरियामा त म 6-7 वर्ष भयो देखेको अनि उनीहरूले त गइरहेको देख्नु भएको बिहान म त बिहान धेरै ढिलो खोल्छु नि त टाइम Successfully retesting the triangular breakout here, and it is at the resistance of sideways, expecting bullish. Oh, sorry, expecting short bearish fall down from here to here. 60 level, fall down from here to here. एउटै हो नि उसको एउटै भन्छ हजुरहरू त हेर्दै गाउँ हजुर हामी चिताउने सम्झिने सम्झिने हजुर बाहिर यहाँ 2, 4, 1, 5 वटा उनलाई के राम्रो हो खासमा तर नपोख्नु पर्यो दाइहरूलाई टोटल 5 वटा भित्र 5 हो हजुर घरमा चाहिँ आएको यहाँ के आएन के Here this could be really amazing rejection at the resistance of sideways. It is going to be amazing if going to give long read from here. Why I need to shift this previous high every time? Okay, let's assume it here right now. Running scenario live price at 6.7. You can still add here sales, long sales here, short, sell, still sell there. हजुर त्यो सुरुबाटै खुल्लै थियो
Aspecting of long red candles here. Decline in price of gold for around like $16 of decline is coming soon. Here the scenario is change in price for $16 of down, $16 of change in price downwards, triggering to 4450 key level. Can see long red candles now. Change in volume can cause long bearish move towards 4450. Bye bye, Tizu. Here, outfit check here, outfit check.